1000 र 500 को नोट नै नचल्ने रे। बालन सरकार आएपछि 1000 र 500 को नोट नचल्ने भन्दै विभिन्न मिडियाहरूले हल्ला गरिरहेका छन्। के साँच्चै 1000 र 500 को नोट नचल्ने नै हो त? यदि चलेन भने नेपालमा कतिको असर पर्ला? 2016 मा भारतमा जुन डिमोनेटाइजेसन भएको थियो 1000 र 500 को नोट नचल्ने गरी, त्यो डिमोनेटाइजेसनले के भारतलाई साँच्चीकै राम्रो रिजल्ट दियो? यसको बारेमा हामी चर्चा गर्नेछौँ यो भिडियोमा। जेनजी आन्दोलनका नेताहरूका घरमा थुप्रिएका पैसाहरू हामीले धेरै देख्यौँ र त्यो पैसाहरू भ्रष्टाचारबाटै कमाइएका थिए, त्यसैले तिनलाई नगदको रूपमा उनीहरूले राखेका थिए। त्यसै कारणले पनि भ्रष्टाचारीहरूले पैसा छुपाउने माध्यम भनेकै 1000 र 500 का नोटहरू हुन् र ती नोटहरूलाई डिमोनेटाइज गर्नुपर्छ भनेर आवाज उठिरहेको छ। तर के वास्तवमै 1000 र 500 को नोट बन्द गर्दैमा भ्रष्टाचार रोकिन्छ? 2016 मा जब भारतले 500 र 1000 को नोटबन्दी गरेको थियो, 1000 र 500 का नोटहरू नचल्ने गराइएका थिए। त्यो एकदमै सर्ट टाइममा अनि अचानक गरिएको थियो, जसले गर्दा धेरै मानिसहरूले दुःख पाए। र त्यसको रिजल्ट के आयो त भन्दाखेरि भारतको केन्द्रीय ब्याङ्कको तथ्याङ्क अनुसार जति पनि नोट निष्कासित थिए ती सबै नोटहरू ब्याङ्कमै फिर्ता आए लगभग। त्यसको मतलब कालो धनको रूपमा सुरक्षित नगदहरू पनि सेतो बनाउने कार्य भयो त्यति नै बेला। र नेपालमा पनि यो नहोला भन्न सकिन्न, किनभने भ्रष्टाचारीहरू एकदमै धेरै चलाक हुन्छन्। उनीहरूले सुनमा, सेयरमा, कम्पनीको सेयरहरूमा भयो अनि त्यसपछि विभिन्न लगानी गर्ने माध्यमहरूमा आफ्नो नगदलाई सुरक्षित राखेको हुनसक्छ। अझ अलि एडभान्स किसिमका नेताहरू अथवा भ्रष्टाचारीहरू छन् भने उनीहरूले क्रिप्टो करेन्सी र विदेशी ब्याङ्कहरूमा आफ्नो पैसाहरू थुपारेका हुन सक्छन्। र यस्तो खालको डिमोनेटाइजेसन अथवा नोटबन्दीबाट सबैभन्दा बढी असर पर्ने भनेको हामी जस्तै सर्वसाधारण र सानातिना व्यापारीहरू हुन्। ठुला घरानाका ठुला व्यापारीहरू र भ्रष्टाचारीहरूलाई यसले कुनै पनि असर पार्दैन, किनभने हामीले प्रत्यक्ष उदाहरण भारतबाट पनि सिकिसकेका छौँ। जुन जति पनि नोटहरू निष्कासित थिए लगभग सबै ब्याङ्कमा फिर्ता आए। त्यसको मतलब नोटबन्दी मात्र भ्रष्टाचार निर्मूल पार्ने कुराको समाधान होइन। र यसले गर्दा जुन शास्ति बेहोर्नु पर्ने हुन्छ त्यो निकै नै भयावह हुन्छ। बरु मेरो सजेसन चाहिँ के छ भन्दाखेरि सम्पत्ति शुद्धिकरणको मुद्दा चाहिँ सबै खालका कर्मचारीहरू जो सरकारी स्तरमा काम गर्छन् र सबै नेताहरू जो सरकारी पदहरूमा पुगे उनीहरूलाई चाहिँ एकपटक सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर सम्पत्ति शुद्धिकरण गराउन लगाउनु पर्दछ।